आज मैले गीता बहिनीको इन्टरभ्यू हेरेको थिएँ होइन। त्यो इन्टरभ्यू हेरिसकेपछि मेरो मनमा लागेका कुराहरू यहाँ भन्दैछु। त्यो इन्टरभ्यू हेर्दै गर्दा उहाँको मुहारमा एक किसिमको दुःख, पीडा, बेचैनी अनि थकान स्पष्टसँग देखिन्थ्यो। त्योभन्दा माथि त उहाँले त्यो इन्टरभ्यूमा एक पटक पनि शिर ठाडो गरेर बोल्न सक्नु भएन। उहाँ त एक प्रतिनिधि पात्र मात्र हो। झन् ती परिवारमा कस्तो पीडा होला जसका सन्तानहरूलाई हत्यारा केपी ओलीले ताकी ताकी गोली हानेर मारेको छ। मैले भन्न खोजेको के हो भने यहाँ शहीदका परिवारहरूले शिर ठाडोसम्म गर्न सकेका छैनन्, तर हत्याराहरू छाती फुलाएर सडकमा आइसके। यस्तो देख्दा लाग्छ यी मानवता हराएका मान्छे हुन्, यिनीहरूमा अलिकति मानवता पनि छैन, जसलाई मानवको दर्जा दिनु भनेको पाप हो। विचारले नासही मानवताको नाताले त ती हत्याराहरूलाई कारबाही गर भन्ने त्यो हिम्मत राख्नुपर्छ नि। हुन त भन्ने गरिन्छ दासहरूलाई कहिले पनि आफ्नो मालिकको गुणगान गाउन बाहेक अरूतिर केही आउँदैन। आज शहीदका परिवारहरू यसरी रोइरहँदा यी हत्याराहरू फेरि संसद पुनर्स्थापना गर्ने भनेर सडकमा आइरहेका छन्। म तपाईहरूलाई भन्छु के, तपाईहरू कुन मुख लिएर सडकमा आउनुहुन्छ होइन। हुन त मैले भनिसकेँ तपाईहरू मानवता हराएका मान्छेहरू हो। मैले तपाईहरूलाई देख्दा लाग्यो के, तपाईहरूलाई देख्यो भने पाप पनि लजाउँछ। तपाईहरूलाई देख्यो भने पापलाई पनि लाग्छ होला। यतिसम्मको नीच म पनि छैन भने आज एकचोटि परिकल्पना गर्नुहोस् न, जुन ठाउँमा आज ती शहीदहरू छन् त्यो ठाउँमा तपाईहरूका सन्तान भए के यसै गरी केपी प्रचण्ड देउबा महान भनेर त्यो भन्न सक्ने त्यो हिम्मत तपाईमा हुन्थ्यो?